जेनरली हाम्रो आर्टिस्टहरूले युज गर्ने गिटार चाहिँ 2-3 लाखको गिटारहरू हुन्छ। त्यही नर्मल आर्टिस्टहरूले पनि 50,000 भन्दा एभोकै चलाइरहेको हुन्छ। भनेपछि अब हामीले त बजेट रेन्जमा खोजिरहेको हुन्छ गिटार। 5 देखि 10,000 20,000 मा को रेन्जको गिटारहरू प्रायः युज भइरहेको हुन्छ। किन चाहिँ त्यति महँगो पर्छ त गिटारलाई भन्दाखेरि, गिटार भनेको मेन कुरो हाम्रो प्रायः होल बडी नै काठको हुन्छ। एउटा राम्रो काठ प्रड्युस हुनलाई हजुरको 100 वर्ष 150 वर्षसम्म लाग्छ। तर हजुरहरूले सस्तो गिटारमा पनि यहाँ स्प्रुसको भन्ने दिन्छ अनि हाम्रो महगनीको भनिदिन्छ। तर त्यसमा चाहिँ के हुन्छ नि, त्यो चाहिँ सोलिड वुड हुँदैन। जस्ट माथिको लेयर चाहिँ देख्नलाई राम्रो देख्नको लागि चाहिँ लेयर गरेको हुन्छ, हेर्दा चाहिँ राम्रो देखेको हुन्छ, तर भित्र चाहिँ प्लाइवुड नै युज गरेको हुन्छ। यिनीहरूमा चाहिँ के हुन्छ भन्दा सोलिड वुड युज गरेको हुन्छ। मतलब हजुरको हात यसरी राख्दाखेरि यो चाहिँ जति माथि देखिरहनु भएको छ एउटा ढिक्का काठ, मतलब हाफबाट त यो छुट्टै छुट्टै हुन्छ, यो तलको हाफ र यो तलको हाफ छुट्टै छुट्टै पार्ट हुने हो। तर जुन यो एउटा ढिक्का छ यो चाहिँ एउटै काठको बनेको हुन्छ, प्लाईको बनेको हुँदैन। र यसमा हाम्रो यो यसमा पनि ग्रेडिङ हुन्छ। हाम्रो 4A सम्म चाहिँ ग्रेड हुन्छ। ग्रेडको चाहिँ राम्रो हो। अनि 2A झन् राम्रो, 3A मेनली युज हुने चाहिँ 3A चाहिँ युज गरेर हुन्छ। 4A चाहिँ धेरै नै रियर हो। र यसमा हामीले सानो सानो प्याटर्नहरू पनि देख्न सक्छौँ होइन। जति राम्रो काठ भयो त्यति चाहिँ हाम्रो प्याटर्नहरू राम्रो बनेको हुन्छ। अनि हाम्रो अर्को भनेको महँगो गिटारमा यसमा हाम्रो बोनहरू राम्रो क्वालिटीको, जसले गर्दा चाहिँ हाम्रो साउन्डमा पनि स्टेबल आउँछ। र हाम्रो सस्तो गिटारमा चाहिँ यो प्लास्टिकको हुन्छ, जुनले गर्दा चाहिँ साउन्ड पनि स्टेबल आउँदैन र छिटो बिग्रिने हुन्छ। अर्को भनेको हाम्रो डाइकास्ट ट्युनिङहरू पनि यो राम्रो हुन्छ। सस्तो गिटारमा चाहिँ यो छिट्टै बिग्रिने हुन्छ।